हेलो गाइज वेलकम टू माई युट्युब च्यानल आस्क मी हाउ। आज म भिडियो बनाउँदैछु अनलाइन श्रम कसरी गर्ने भन्ने बारेमा। आउनुहोस् भिडियो सुरु गरौँ मोबाइल स्क्रिनबाट। पहिला जानुहोस् यो डोफेको वेबसाइटमा, फरेन एम्प्लोइमेन्ट इन्फर्मेसन म्यानेजमेन्ट DOFE government.np गरेपछि यो वेबसाइट आउँछ। यो वेबसाइटमा गएर यस्तो इन्टरफेस आउँछ अनि त्यसपछि यो डेस्कटप साइटमा रहेछ, अर्को नर्मल साइटमा लान्छु म मोबाइल स्क्रिनमा। डेस्कटप साइट अफ गरेर र यो तल हेर्दै गएपछि यो FEIMS भनेको छ नि, अनलाइन श्रम स्वीकृति भनेर, त्यसमा क्लिक गर्नुहोस्। त्यसमा क्लिक गरेपछि अर्को पेज आउँछ, अर्को पेज खुल्छ। त्यसमा वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र भनेको छ, त्यसमा लगइन गर्नु। तलको चाहिँ कर्मचारीको हो, त्यो नेपाल कर्मचारीको। यहाँ गएपछि एप्लाई फर द वर्क पर्मिट एप्लाईमा त्यहाँ बेसिक इन्फो, बैंक एकाउन्ट सबै फिलअप गर्नुपर्छ है। यो न्यू वर्क पर्मिट या रिएन्ट्री, सेम कम्पनी हो भने रिएन्ट्री, अर्को हो भने सबै फिलअप गरेर चेन्ज गर्नुपर्छ। मैले रिएन्ट्रीमा गरेछु। यसमा यो भयो कन्ट्रीको नाम, कुन कन्ट्रीमा हुनुहुन्छ या जान चाहनुहुन्छ, कन्ट्री सेलेक्ट गर्ने। कन्ट्री सेलेक्ट गरेपछि कम्पनीको नाम लेख्ने, त्यहाँ कम्पनी भनेर लेखेको छ, त्यहाँ कम्पनीको नाम लेख्ने आफ्नो। यहाँ थुप्रै कन्ट्रीहरू छ, कुन कन्ट्रीमा हजुर हुनुहुन्छ, यहाँ जाँदै हुनुहुन्छ, उहीँबाट कन्ट्रीबाटै रिन्यू गर्न आँट्नुभएको हो कि के हो त्यो सेलेक्ट गरेर कम्पनीको नाम लेखेपछि अर्को तल्लो लाइनमा छ करेन्सी, त्यो कन्ट्रीको करेन्सी सेलेक्ट गर्ने। कन्ट्री अनुसारको कुन करेन्सी हो त्यो सेलेक्ट गरेपछि अर्को छ फेसिलिटी डिटेल्स, तलपट्टि छ फेसिलिटी डिटेल्स। फेसिलिटी डिटेल्समा स्किल, अब के कामको लागि के काम गर्दै हुनुहुन्छ त्यो लेख्ने, स्किल, स्यालेरी कति हो, अनि काम के हो, वर्क टाइप, के काम गर्नुहुन्छ, जस्तो कुन फिल्डमा काम गर्नुहुन्छ त्यो लेख्ने त्यहाँ। अर्को छ फेसिलिटीमै फुड, त्यो कम्पनीले खानाको व्यवस्था दिएछ कि दिएछ छैन। खानाको व्यवस्था दिएछ भने यस, खानाको व्यवस्था दिए छैन, आफै खानुपर्छ भने नो, आफ्नै खर्चमा खाने हो भने नो। एकोमोडेसन, बस्ने सुविधा छ कि छैन कम्पनीमा, यस र नो गर्ने। डेली वर्क आवरमा अब 8 घन्टाभन्दा अरू मिल्दो रहेनछ, 8 घन्टा माथि, किनकि त्यो म्याक्सिमम् वर्किङ आवरै 8 घन्टा हो इन्टरनेसनल रुल अनुसार। त्यहाँभन्दा माथिको चाहिँ ओभरटाइममा गरिन्छ, त्यही भएर त्यसमा 8 लेख्नुहोस्। जति बेसिक 8 घन्टा हो भने 8 घन्टा लेख्नुहोस्। त्यो 12 घन्टा ड्युटी गर्छु भनेर 12 घन्टा लेखेर यहाँ मिलेन, 8 घन्टा लेख्नुपर्छ। अनि विकली वर्क डेमा पनि 7 दिनै काम गर्छु भनेर लेख्न मिलेन। विकली वर्क डेजमा 6 मात्रै लेख्नु पर्यो। हप्तामा 6 दिन काम, 1 दिन छुट्टी भनेर, 1 दिन बिदा भनेर। अब त्यसको तल छ ओभरटाइम छ कि छैन। 8 घन्टा माथिको चाहिँ ओभरटाइम हुन्छ, त्यहाँ छ छैन, यस र नो लेख्ने। त्यहाँपछि अर्को अदर एलाउन्समा के छ, अदर एलाउन्स डिटेल्स लेख्ने। छ भने अरू एलाउन्सहरू के दिन्छ, बोनसहरू दिन्छ या के दिन्छ भने के दिन्छ लेख्ने, दिन्न भने नो लेख्ने। अदर एलाउन्स डिटेल्स दुईवटा अप्सन छ, अदर एलाउन्स लेख्ने। त्यसपछि अर्को छ अदर फेसिलिटिजमा ट्रान्सपोर्टेसन छ कि छैन। अब ड्युटी जान आउनलाई ट्रान्सपोर्ट फेसिलिटी छ छैन, हेल्थ इन्सुरेन्स छ छैन। यसमा आयो अर्कोमा भिजा इन्फर्मेसनमा भिजा नम्बर लेख्ने सुरुमा। भिजा नम्बर पछि इस्यु डेट, एक्सपायरी डेट, कहिले इस्यु भएको, कहिले एक्सपायरी भएको, अनि कति समयको लागि भिजा हो, 2 वर्ष 3 वर्ष, त्यही अनुसार भिजा कति भ्यालिडिटी हुन्छ त्यहाँ लेख्ने। त्यसको तल छ अर्को SSF आइडी लेख्ने, त्यहाँ आइडी नम्बर, अनि कन्ट्रिब्युसन एमाउन्ट लेख्ने, कति तिर्ने हो SSFमा, त्यो लेखेपछि
एक्स्ट्रा एसएसएफ कन्ट्रिब्युसन एमाउन्ट छ कि छैन, 0। त्यो माथिले भरेको चाहिँ 2308 एक महिनाको लागि हो। अब नेक्स्ट गरेपछि अर्को पेज खुल्छ, डकुमेन्ट अपलोड। यहाँ सबै कुरा भर्नुपर्छ, बेसिक इन्फो, ब्याङ्क एकाउन्ट इन्फो, फ्यामिली इन्फो, वर्क पर्मिट, डकुमेन्ट सबै भर्नुपर्छ। डकुमेन्टमा सुरुमा छ पासपोर्ट, भिजा, एग्रिमेन्ट पेपर, एम्बेसी लेटर। एम्बेसी लेटर भन्नेमा चाहिँ भर्नु पर्दैन। अनि ओल्ड लेबर एप्रुभल, यो रिन्यू हो, त्यही भएर ओल्ड लेबर एप्रुभल भनेको पहिलाको श्रम गरेको पेपर, त्यो पनि फोटोकपी यसमा भर्नुपर्छ। अनि एराइभल स्टाम्प र डिपार्चर स्टाम्प, बिदा गएर आएको या बिदाबाट फर्केको त्यो दुईटा स्टाम्प भर्ने। फोटो पासपोर्टबाट स्टाम्प लिएर त्यहाँ भर्ने, फोटो अपलोड गर्ने। अब ल मैले यहाँ पासपोर्ट अपलोड गरेँ, भिजा पनि अपलोड गरेँ, भिजा कपी। त्यहाँपछि अर्कोमा छ ओल्ड लेबर एप्रुभल पनि अपलोड गरेँ। एराइभल स्टाम्प भयो। एराइभल स्टाम्प पछि डिपार्चर स्टाम्प छ। एउटा एउटा गर्दै सबै डकुमेन्टहरू त्यहाँ अपलोड गर्दै जाने। डकुमेन्ट फेरि 3 MB भन्दा मुनिको हुनुपर्छ, 3 MB भयो भने मिल्दैन। यो अदर छ नि, अदर्समा चाहिँ मैले एमिरेट्स आइडी अपलोड गरेको छु, युएईबाट भएको भएर। अब आफ्नो आफ्नो कन्ट्रीमा जुन कुनै त्यहाँको आइडीहरू हुन्छ त्यही अनुसारको आइडी अपलोड गर्ने। आइडी छैन भने परेन, आइडी छ भने त्यस्तै एमिरेट्स आइडी जस्तै अरू आइडी छ भने त्यो अपलोड गर्ने। त्यो अपलोड गरेपछि सबै डकुमेन्ट अपलोड गरेपछि अर्को पेज आउँछ। यहाँ अर्को पेजमा छ ब्याङ्क इन्सुरेन्स, एसएसएफ इन्फर्मेसन। यो पे गरेको छ कि गरेको छैन, यो पे गर्ने ई सेवाबाट गर्न मिल्छ, ब्याङ्कबाट नि गर्न मिल्छ। मैले गरिसकेको छु। अर्को भिडियोमा मैले हालिदिन्छु, यसको लिङ्क चाहिँ त्यो ई सेवाबाट कसरी पे गर्ने भन्ने भिडियोमा हालिदिन्छु। त्यसको लिङ्क तल डिस्क्रिप्सनमा हेर्नु होला, त्यो भिडियोमा हेर्न सक्नुहुन्छ कसरी पे गर्ने ई सेवाबाट भनेर। अनि यो सबै पे गरेपछि यहाँ सरसत्ती हेर्ने सबै इन्फर्मेसन सही छ कि छैन, ठिक छ कि छैन, अब भरेको फर्महरू ठिक छ कि छैन, अनि सबमिट गरिदिने। सबमिट गरेर अफिस एन्ड टोकन डेट अर्को उसमा आयो। यहाँ सेलेक्ट गर्ने आफ्नो नजिकको त्यो फरेन एम्प्लोइमेन्ट अफिस हुन्छ नि, श्रम अफिस, त्यहाँ गरेपछि त्यहाँको सेलेक्ट गर्ने अप्सन हुन्छ। त्यहाँ सेलेक्ट गरेपछि अनि त्यहाँ नम्बर दिन्छ, त्यही सबमिट हुन्छ। यो सबमिट गरेको फर्म चाहिँ जस्तो जुन ठाउँ सेलेक्ट गर्नुभयो, काठमाडौँ, पोखरा, बुटोल अनि यता हेटौडा कता कता छ, आफ्नो नजिकको अफिसमा सबमिट गर्नुपर्छ। त्यहाँ अफिस पनि सेलेक्ट गर्नुपर्छ। त्यो गरेर सेलेक्ट गरेर सबमिट गरेपछि त्यहाँ चेक गर्छन्, चेक गरेर अनि एप्रुभ हुन्छ। यो एप्रुभ हुन पनि धेरै टाइम लाग्दैन, 1-2 दिनमा एप्रुभ हुन्छ। तपाईँको आवेदन सफलतापूर्वक पेश भयो, आवेदनको जानकारीको लागि ड्यासबोर्डमा हेर्नुहोला भनेर आएछ। अब 1-2 दिनपछि ड्यासबोर्डमा हेर्दाखेरि आउँछ यो ल सबमिट भयो, टोकन नम्बर यति भनेर। अब ड्यासबोर्डमा चेक गरौँ है त। आजको होइन, यो 2 दिनपछि मैले चेक गरेको, हिजो अस्ति सबमिट गरेको। आज अर्को दिन मैले चेक गर्दैछु। यहाँ त्यो लिङ्क ओपन गरेर हेर्दा ल एप्रुभ भनेर आयो। ल धन्यवाद। यसरी नै हो श्रम स्वीकृति लिने अनलाइनबाट।